नमस्कार साथीहरु, आज म तपाईलाई यस भिडियो अन्तर्गत रहेर चाहिँ तपाईले फेसबुकबाट चाहिँ कसरी आम्दानी गर्न सक्नुहुन्छ र कुन माध्यमबाट आम्दानी गर्न सक्नुहुन्छ भन्ने विषयमा चाहिँ जानकारी दिन गइराखेको छु। तपाईले दिन प्रतिदिन तपाईले फेसबुक प्रयोग गर्नुहुन्छ। फेसबुकले चाहिँ तपाईले प्रयोग गरे बापत तपाईलाई चाहिँ आम्दानी हुने स्रोत खुला गरिसकेको छ। केही समय अघि नेपालमा इनेबल नभएको कन्टेन्ट मोनेटाइजेसन टुल समेत अहिले इनेबल भइसकेको छ। कन्टेन्ट मोनेटाइजेसन इनेबल गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्ने विषयको सम्पूर्ण डिटेलहरु चाहिँ तपाईलाई म आज यस भिडियो अन्तर्गत रहेर चाहिँ कुरा गर्नेछु। त्यसैले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम तपाईसँग फेसबुक पेज अथवा फेसबुक प्रोफाइल छ भने त्यसबाट चाहिँ तपाईले आम्दानी गर्न सक्नुहुन्छ। जसको लागि चाहिँ तपाईले सुरुमा तपाईको फेसबुक पेज अथवा प्रोफाइल प्रोफेसनल ड्याशबोर्डमा कन्भर्ट गरेको हुनुपर्छ। तपाईले आजको कन्भर्ट गर्नुभयो भने आजको आज चाहिँ त्यो हुँदैन। त्यसको लागि तपाईले 1 हप्ता 2 हप्तासम्म चाहिँ कन्टिन्यू फेसबुकमा काम गर्नुपर्ने हुन्छ। कुनै पनि स्रोतबाट चाहिँ आम्दानी गर्नको लागि त्यसमा चाहिँ कन्टिन्यू काम गर्नुपर्छ। त्यसको लागि चाहिँ के गर्नुपर्छ र केबाट इन्कम हुन्छ। तपाईले चाहिँ दैनिक पोस्ट राख्नुहुन्छ, भिडियोहरु अथवा रिल्सहरु राख्नुहुन्छ र टेक्स्टहरु लेख्नुहुन्छ, स्टोरीहरु एड गर्नुहुन्छ। ती सबै माध्यमबाट चाहिँ आम्दानी हुने गर्दछ। सबैभन्दा राम्रो आम्दानी भनेको तपाईले चाहिँ डेली कुन कन्टेन्टमा चाहिँ बढी फोकस गरिराख्नु भएको छ त्यसबाट चाहिँ आम्दानी हुने गर्दछ। मैले गरेको एक्सपिरियन्सको आधारमा चाहिँ सबैभन्दा राम्रो आम्दानी चाहिँ मेरो फोटोमा भएको थियो। र तपाईको पेज अथवा प्रोफाइल हो भने तपाईले चाहिँ त्यसमा कन्टेन्ट मोनेटाइजेसन टुल इनेबल छ कि छैन भन्नलाई चाहिँ तपाईले यसरी चेक गर्न सक्नुहुन्छ। सर्वप्रथम तपाई चाहिँ तपाईको प्रोफाइलमा जानु होला। त्यहाँ गइसकेपछि यहाँ चाहिँ प्रोफेसनल ड्याशबोर्ड भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ क्लिक गर्नु र त्यसपछि तपाईको चाहिँ मोनेटाइजेसन भन्ने अप्सनमा क्लिक गर्नु होला। यहाँ भइसकेपछि तपाईको चाहिँ कुन प्रोग्रामबाट चाहिँ तपाईले अर्निङ गर्ने भएको छ त्यो देखाउँछ। यहाँ चाहिँ यो प्रोग्राममा स्टार मात्र इनेबल छ र नट एट अवेलेबलमा चाहिँ सब्स्क्रिप्सन, कन्टेन्ट मोनेटाइजेसन र स्टोर फ्रन्टहरु छ। अब यो कन्टेन्ट मोनेटाइजेसन टुल जहाँबाट चाहिँ हामीले रिल्स, फोटो, टेक्स्ट र स्टोरीबाट इन्कम गर्छौं त्यो भनेको चाहिँ तपाईको कन्टेन्ट मोनेटाइजेसन टुल हो। अब यो चाहिँ किन इनेबल यसलाई चाहिँ कसरी इनेबल गर्ने तपाईको चाहिँ यहाँ चाहिँ मैले यो आइडीबाट इन्कम गर्न सक्दिन किनकि मैले चाहिँ यहाँबाट मेरो धेरै कपिराइटहरु कन्टेन्टहरु भएर चाहिँ यो अर्निङ गर्ने चाहिँ लस भइसकेको छ। त्यसको लागि तपाईले चाहिँ अब तपाईको चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल चाहिँ कसरी इनेबल गर्ने भन्नको लागि तपाई यो होममा ट्याप गर्नु होला। जहाँ चाहिँ तपाईको यो आफ्नो नाम अथवा पेजको नाम हुन्छ त्यसमा क्लिक गर्नु होला। त्यति गरेपछि तपाईको चाहिँ यहाँ विभिन्न विकली प्रोग्रेसहरु तपाईले कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यहाँ विकली प्रोग्रेसमा ट्याप गर्नु होला। यति गरेपछि यहाँ चाहिँ विभिन्न टास्कहरु हुन्छ त्यो चाहिँ तपाईले 1 हप्ता भित्र कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईले 5 वटा पब्लिक पोस्टहरु राख्ने भनेको छ। मेरोमा तपाईकोमा चाहिँ फरक भनेको हुन सक्छ। 5 वटा, कसैकोमा 3 वटा, कसैकोमा 10-12 वटा पनि भन्न सक्छ। त्यो चाहिँ तपाईले कम्प्लिट गर्नुपर्ने हुन्छ। यसमा चाहिँ 5 वटा पब्लिक पोस्ट राख्नुस् र 5 वटा रिल्सहरु अपलोड गर्नु होला। 10 वटा चाहिँ नयाँ फलोअर्सहरु चाहिँ गेन गर्नु पर्यो 1 हप्ता भित्र र 500 भ्युज चाहिँ तपाईले अपलोड गरेको फोटो, भिडियो, रिल्सहरुबाट चाहिँ तपाईले 500 भ्युज चाहिँ गेन गर्नु पर्यो र 300 वटा लाइक कमेन्टहरु गरेर तपाईले 300 जति इन्टरेक्सन गर्नुभयो भने तपाईको चाहिँ यो म्याक्सिमाइज अर्निङ फोकस हुन्छ। र तपाईले अर्को फोकस गर्नुपर्छ। दिस फोकस भनेको रिच मोर पिपलमा यसरी भनेको छ। यहाँ 10 इन्फ्लुएन्सर्स, 5 पोस्ट यसरी भनेको छ। यो पनि तपाईले कम्प्लिट गर्नु होला। यति गरेको तपाईले गरेपछि तपाईले 2-4 दिन पछि फेरि यसरी तपाई प्रोफेसनल ड्याशबोर्डमै गएर मोनेटाइजेसनमा जानुभयो भने यहाँ चाहिँ सेटअप आउँछ। तपाई 2-4 दिन पछि यसरी मोनेटाइजेसनमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ तपाईको रेडी टु सेटअप भन्ने अप्सन देखाएको हुन्छ र त्यहाँबाट तपाईले सेटअप गर्न सक्नुहुन्छ। र यस सेटअप चाहिँ कसरी गर्ने, कसरी अकाउन्टहरु क्रिएट गर्ने, कसरी बैंकहरु लिंक गर्ने यसको सम्पूर्ण विवरणहरु चाहिँ म तपाईलाई अर्को भिडियोमा जानकारी दिनेछु। यसरी चाहिँ चेक गरिसकेपछि कन्टेन्ट मोनेटाइजेसन सेटअप छैन भने त्यसको लागि चाहिँ तपाईले डेली काम गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ तपाईले विकली केही टास्कहरु हुन्छन् त्यो टास्कहरु चाहिँ तपाईले कन्टिन्यू काम गरेर पूरा गर्नु भयो भने कन्टेन्ट मोनेटाइजेसन टुल इनेबल हुन्छ र तपाईले चाहिँ इनेबल भयो भने त्यसलाई चाहिँ सेटअप गर्न सक्नुहुन्छ। तर तपाईले अपलोड गरेको भिडियोहरु, कन्टेन्ट, फोटोहरु चाहिँ तपाईको ओरिजिनल कन्टेन्ट छैन र साउन्डहरु चाहिँ कपिराइट छ भने त्यो प्रोफाइल अथवा पेजहरु मोनेटाइज हुने चान्स एकदमै न्यून हुन्छ। त्यसको लागि चाहिँ तपाईले
सेटअप गर्नुभन्दा पहिले चाहिँ आफ्नो भिडियोहरू चाहिँ कतिको जेन्युन छ, कतिको ओरिजिनल छ त्यो चाहिँ पहिले भेरिफाई गर्नुहोस् र तपाईँको विकली प्रोग्रेसहरू कम्प्लिट गर्नुहोस्। यति गरिसकेपछि तपाईँले केही समय 1 हप्ता 2 हप्तासम्म कन्टिन्यू काम गर्नुहोस् र तपाईँको कन्टेन्ट मोनेटाइजेसन टुल सेटअप हुनेछ र त्यो सेटअप कसरी गर्ने भन्ने कुराहरू चाहिँ म अर्को भिडियोमा जानकारी गराउँछु। तपाईँको भिडियो, फोटो अथवा टेक्स्ट जुनसुकै पनि कन्टेन्टहरू ओरिजिनल हुनुपर्दछ र तपाईँको कन्टेन्ट ओरिजिनल भयो भने मात्रै तपाईँले राम्रो आम्दानी गर्न सक्नुहुन्छ। कपिराइट कन्टेन्टहरूबाट चाहिँ तपाईँले आम्दानी गर्न सक्नुहुन्न र तपाईँले यदि तपाईँको फेसबुक पेज अथवा प्रोफाइल मोनेटाइज छ र तपाईँको कन्टेन्टहरू कपिराइट छ भने जतिखेर पनि त्यो डिमोनेटाइज हुन सक्छ। तपाईँले चाहिँ जहिले पनि रिल्सहरू अपलोड गर्दाखेरि चाहिँ तपाईँले रोयल्टी फ्री म्युजिकहरू युज गर्न सक्नुहुन्छ। रोयल्टी फ्री म्युजिक युज गर्नुभयो भने तपाईँको चाहिँ कपिराइट हुने चान्स एकदमै न्यून हुन्छ र तपाईँले आम्दानी गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँले ती विभिन्न थ्रुबाट चाहिँ काम गर्नुभयो भने तपाईँले चाहिँ आम्दानी गर्न सक्नुहुन्छ। र कन्टेन्ट मोनेटाइजेसन सँगसँगै फेसबुकमा स्टार फिचर पनि छ भने इनेबल गरेर त्यहाँबाट पनि आम्दानी गर्न सक्नुहुन्छ। सँगसँगै तपाईँको प्रमोसनल लिङ्क र स्टोर फ्रन्टहरू पनि छ, त्यहाँबाट पनि तपाईँले आम्दानी गर्न सक्नुहुन्छ। सँगसँगै तपाईँको राम्रो फेसबुक फोर्सहरू छ भने तपाईँले चाहिँ त्यसमा चाहिँ ब्रान्डिङ गरेर पनि आम्दानी गर्न सक्नुहुन्छ। विभिन्न स्रोतहरू छन् फेसबुकबाट आम्दानी गर्ने, त्यसलाई चाहिँ तपाईँले कसरी उपयोग गर्ने, फेसबुक कसरी चलाउने भन्ने विषयमा चाहिँ आफैले ध्यान दिएर चाहिँ काम गर्नुभयो भने एकदम राम्रो आम्दानी हुन्छ। तपाईले चाहिँ मैले धेरै पटक भनिसकेको छु, तपाईले चाहिँ फेसबुकमा आम्दानी गर्नको लागि तपाईको कन्टेन्ट ओरिजिनल हुनै पर्छ। तपाईले कुनै पनि कपिराइट सङ्गहरू र अरूको भिडियोहरू चोरेर चाहिँ युज नगर्नु होला। आजको यस भिडियो अन्तर्गत चाहिँ मैले तपाईलाई विभिन्न टास्कहरू कसरी गर्ने, के गर्ने भन्ने विषयमा चाहिँ जानकारी दिइसकेको छु। भिडियो मन पर्यो भने एक लाइक गरिदिनुस् र एक साथीहरुसँग शेयर गरिदिनुस् र तपाईले फेसबुकबाट चाहिँ आम्दानी गर्नुस्। धन्यवाद।